नमस्कार, म यति बेला राजकाँडामा छु। हजुरलाई म देखाउन चाहन्छु यो पाखा पखेरा डाँडा काँडा जहाँ चाहिँ जल्पादेवीको मन्दिर छ। हिजो राति यहीँ 10 बजे राति पुगेर बास बसिएको थियो। आज बिहानको यो सनराइज यहाँबाट चाहिँ सूर्य उदाएको पनि बिहान 5 बजे दृश्यमा चाहिँ देख्न सकिन्छ। त्यो मैले कैद गरेको छु, त्यो तपाईँलाई पछि देखाउने छु। यो डाँडा काँडा हेर्नुहोस्, पाखा पखेरा यस्तो ठाउँमा चाहिँ म छु। यो पुरै नेचुरल प्रकृति असाध्यै सुन्दर ठाउँ। डाँडा काँडा चारैतिर चाहिँ नै हरियाली भएको ठाउँ। आज म यहाँबाट हिँडेर लम्की बजार पुग्छु होला। करिब 17-18 किलोमिटर जति जङ्गल क्रस गरिसकेपछि त्यहाँ गाउँहरू आउँछ। त्यहाँ लम्की बजार पुग्नको लागि त्यहाँबाट चाहिँ बाटो छ, यस्तो कच्ची बाटो छ र पातला पातला घरहरू छन्। यहाँको ऐतिहासिक ठाउँहरू जस्तो कि जल्पादेवी मन्दिर भयो होइन। त्यसपछि अब केबुल कार बनिरहेको छ चिसापानीबाट चाहिँ आउने। सँगसँगै यो ठाउँ चाहिँ तपाईँको अरू कुराहरूले पनि धेरै कुराहरूले प्रसिद्ध छ, जहाँ कि राजाहरूको दरबार भएको ठाउँ अहिले चाहिँ त्यहाँ भग्नावशेष छ। यस्तो प्रकारको ठाउँमा चाहिँ म पुगेको छु। पुरै उकालोबाट चाहिँ नै चढेको यात्रा। अब यो बाटो हुँदै लम्की जाँदैछु।